वेलकम बैक टू माई न्यू ब्लग भिडियो। सो सबजनालाई स्वागत छ मेरो नयाँ ब्लग भिडियोमा। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै हुन्छु। आफ्टर 1 मन्थ पछाडि चाहिँ मैले आज चाहिँ फेरि पनि आफ्नो च्यानलमा म चाहिँ ब्याक भइसकेको छु होइन। म चाहिँ टक्क खेत जाँदैछु अनि भोलि चाहिँ मेरो रोपाइ छ होइन। अब हाम्रो चाहिँ यता चैतमा पनि धान रोप्नुपर्छ क्या, अनि त्यही भएर रोपाइ छ हल्का। मैले चाहिँ आजदेखि चाहिँ आज र भोलिको चाहिँ ट्याक्क मिलाएर चाहिँ मैले एउटा ब्लग बनाउने कोसिस गरेको छु होइन। हल्का अब देखाउने कोसिस गर्नेछु एकदम च्याट्ट मिलाएर होइन। सो सबजनाले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला होइन। अनि कसले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन, सो सबैजनाले चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। म चाहिँ यता बाटोमा छु होइन, अनि जाँदैछु यो झोला बोकेर। यो झोलामा चाहिँ खासै केही छैन, मेरो त सेल्फी स्टिक छ अनि त्यही हो। अब यस्तो लुगामा त अब गएर काम गर्ने कुरा भएन होइन। अनि वहाँ गएर थोरै फेर्ने लुगा छ त्यति हो। हल्का अब चाहिँ म हल्का गाँड चाहिँ म घोट्ने छु होइन युट्युबको लागि। भ्लगहरू चाहिँ म अब एकदम गर्नेछु। अब स्ट्रगल हुन्छ नि, हल्का म चाहिँ गर्नेछु युट्युबमा चाहिँ होइन। मेरो बर्थडे डाउन भइरहेको छ। योभन्दा अगाडि चाहिँ भिडियोहरू नबनाउने चाहिँ होइन, म बनाउँथेँ होइन। तर मैले चाहिँ टिकटकहरूमा हाल्दै टिकटक गर्दा गर्दै अब युट्युब चाहिँ धेरै डाउन भइसक्यो मेरो। त्यही भएर चाहिँ अनि म अब युट्युबमा चाहिँ मेरो भिडियोहरू चाहिँ कन्टिन्यू गर्ने चाहिँ कोसिस गर्नेछु होइन। सबैजनाले मेरो सब्सक्राइबरहरूले सबैजनाले माया राखिदिनु होला। सबैजनाले मेरो भिडियो मन पराएर हेरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला होइन। अनि च्यानल सब्सक्राइब गरेर पनि सपोर्ट गरिदिनु होला, किनभने मेरो 1K पुगेकै छैन। सो त्यही हो, म बाटोमा चाहिँ यस्तो छ कुलो, यहाँ पानी जाँदैछ। यही पानी लगाउने हो हाम्रो चाहिँ खेतमा। अनि यता तलतिर छ खोला यस्तो क्या। यहाँदेखि यस्तो सिधा थियो हाम्रो कुलो होइन। यहाँदेखि यस्तो भएर चाहिँ यस्तो उतादेखि सबै ल्याएर यस्तो भित्ता अनि यस्तो खोलेर चाहिँ यहाँ आधी नै लगिदियो। उता पर छ आधी, यहाँको आधी भागै कता पुऱ्याइदियो। यस्तो बनाएको छ ट्याक्क। मजाले खेत पनि आइसकेको छु। अनि हिजो मैले चाहिँ आधी लगाएर यहाँदेखि चाहिँ यता तल पुर्याएको थिएँ। अनि उहाँ तलदेखि चाहिँ बाँकी छ होइन, त्यहाँ चाहिँ पानी पुगेको थिएन र मैले छोडेको थिएँ। अनि यसो आज चाहिँ त्यही आली लगाउनु पर्ने छ अनि बिउ काट्नु पर्ने छ होइन। आज चाहिँ धन्न पानी सुकेको रहेन रहेछ। हिजो चाहिँ ओभरै पानी सुकिरहेको थियो, कमिलै कुदिरहेको थियो खेतमा। टक्क मैले चाहिँ यहाँ लुगा पनि चेन्ज गरिसकेको छु मैले चाहिँ होइन। अनि अब चाहिँ म आली लगाउनु जान आँट्दैछु। यहाँ चाहिँ मेरो कोदालो अनि यता तल खेत भयो। अनि उयो गरेर लगाउनु पर्ने छ मैले चाहिँ होइन। अनि यता थोरै छ अनि ट्याक्कसँगले यस्तै छ। अब चाहिँ म टक्क जाँदैछु आली लगाउनुको लागि। सो फाइनली मैले चाहिँ आली पनि सबै लगाएर चाहिँ एकदमसँगले चाटकचिटिक पारेर सबै टाकटुक सकेँ होइन। अनि यहाँ माथिदेखिको यस्तो तल त्यो चिटिक्कै लगाएको छु मैले होइन, एक्लै लगाएको। हिजो हल्का लगाएको थिएँ अनि आज चाहिँ पुरै सकिदिएँ। अनि मैले चाहिँ सकेर यता माथि आएको छु। अनि यहाँ चाहिँ कोदालो यस्तो देखिएको छ है। अब भोलि चाहिँ टक्क लगाएर चाहिँ यहाँ चाहिँ धान रोप्नु पर्ने हुन्छ होइन। आज चाहिँ अनि नेक्स्ट डे पनि भइसक्यो होइन। अनि आज चाहिँ हाम्रो अब रोपाइको दिन छ। अनि हिजो चाहिँ ओभर पानी आयो बेलुका चाहिँ, अनि अहिले चाहिँ उग्रिरहेको छ, घाम लागिरहेको छ होइन। अनि आज चाहिँ रोपाइ छ हाम्रो। म चाहिँ अघि बिहानै आएको खेतमा चाहिँ, अनि घाम लागिरहेछ। अनि यता भयो खेत, अनि सबै पानी हिजो चाहिँ मारिदिएको थियो। अनि अहिले पानी लगाएर चाहिँ यस्तो छ। अब चाहिँ नि एकछिन पछिदेखि चाहिँ रोपाइ सुरु हुन्छ होइन। ट्र्याक्टर चलाउँदैछु अहिले चाहिँ होइन। अनि यहाँ चाहिँ ट्र्याक्टर चाहिँ यस्तो थोरै पानी पुगेको थिएन र अनि यता पानी लगाउँदैछु म। यस्तो ट्र्याक्टर त्यहाँ छ अनि म चाहिँ काट्छु। फेरि पानी आउला जस्तो भइरहेको छ। यस्तो धुमिरहेको छ आकाश चाहिँ होइन। यस्तो बादल छ यस्तो होइन, यस्तै छ होइन।
रोपाइँमा पानी आउँछ जस्तो लागिरहेको छ मलाई। अनि उहाँ चाहिँ खोला छ गाइस, खोला तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ खोला छ होइन यहाँ। अनि अलिक परतिर यो दुईवटा घरी छ होइन। हाम्रो खेतमा चाहिँ बरफ खोलाहरू पनि हुन्छ। यहाँ चाहिँ हाम्रो एकिन्द्रले जोत्दै छ, उहाँले मतेर बसिरहेको छु ट्याक्क लगाएर। आनन्द छ उहाँ पर नि धान रोप्दै छ नै गाई, यस्तो छ होइन। आकाश चाहिँ पुरै यस्तो भइरहेछ, धुम्मिरहेछ होइन। यस्तो भएर धुम्मिरहेछ, पानी आउन आँटिरहेछ आज पनि पुरै। अनि यस्तो हामीले चाहिँ रोपाइ पनि सकिसक्यौँ होइन। अनि पुरै मेरो हालत यस्तो भइरहेछ, पुरै 4 होइन, पुरै 40 नम्बर भएको छु म चाहिँ। अनि ट्याक्कै त धान रोपिसकेको छौँ हामीले। सो अनि अहिले चाहिँ मैले घर पनि आइपुगिसकेँ अनि राति पनि भइसक्यो। अनि रोपाइ चाहिँ त्यस्तै हो। मैले रोपाइमा भ्लग गर्नु मिस्टेक गरेको भनेको चाहिँ त्यो धान रोपेको मात्रै देखाउनु पाइनँ होइन, अरू चाहिँ सबै त्यस्तै हो। अनि यो भिडियो चाहिँ यति नै। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि नेक्स्ट भ्लगमा भेट्दै गर्नुपर्छ। सो सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई गाइज।